नमस्कार सम्पूर्ण दर्शक महानुभावमा हामीसँग अहिले हुनुहुन्छ नेकपा माओवादी केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज कमरेड क्षेत्रबहादुर श्रेष्ठ उर्फ अनिलज्यू। उहाँलाई हामी आफ्नो नेपाल सोसाइटी न्युजमा स्वागत गर्न चाहन्छु। स्वागत छ सर। धन्यवाद छ। गर्यो जनतासँग माओवादी तराई मधेस जागरण अभियान हुलाकी राजमार्ग बारामा कहिलेदेखि सुरु हुन्छ त्यसको बारेमा अलि स्पष्ट बताइदिनु। धन्यवाद। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकद्वारा निर्णय भएर यही झापाको चाहिँ कचन कवलबाट यही फागुन 12 गते अध्यक्ष कमरेड प्रचण्डद्वारा हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन भइसकेको कुरा हामी सबैलाई जानकारी छ र यति बेला अध्यक्ष कमरेडको अभियान सर्लाही जिल्लामा चलिरहेको छ र भोलि 24 गते रौतहट आइपुग्नुहुन्छ र पर्सि 25 गते बारा जिल्लामा व्यापक कार्यक्रमहरू रहेको छ। त्यसमा सर्वप्रथम फागुन 24 गते सिमरौनगढ नगरपालिका अन्तर्गत कचरवामा भव्य जिल्लाको तर्फबाट स्वागत कार्यक्रम रहेको छ र स्वर्गीय हरिहर यादवको शालिगमा अध्यक्षद्वारा शालिगमा माल्यार्पण कार्यक्रम रहेको छ र जिल्लाभरिबाटै केन्द्रित भएका नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरू त्यहाँ उपस्थित रहेको हुनेछ र उहाँहरूलाई त्यहाँ एउटा कोन सभा मार्फत अध्यक्षबाट र केन्द्रीय हाम्रा पदाधिकारीहरू मार्फतबाट सम्बोधन हुनेछ। त्यसै गरी उहाँको रात्रिवास सिमरौनगढमै रहनेछ सलेमपुरमा र बिहान 25 गते बिहान 6 बजेबाट मर्निङ वाक रानीवासमा चिया पान र त्यहाँका जनताहरूसँग भेटघाटको कार्यक्रम पनि रहेको छ र 25 गते आदर्श कोतवालीमा त्यहाँ नास्ताको व्यवस्था छ र 9 बजेबाट आदर्श कोतवालको हर्नैया चोकमा जनसभा रहेको छ। त्यसपछि 11 बजे महागढीमाईको गञ्जभवानीपुर गाउँमा त्यहाँ खानाको व्यवस्था छ र खाना खाइसकेपछि फेरि इनौरा चोक बरियारपुरमा कोन सभा रहेको छ। त्यसपछि 2 बजे कलैयामा केन्द्रीकृत सभाको आयोजना हुँदैछ र कलैया नगरपालिकाभित्र रहेका र त्यो क्षेत्रभित्र रहेका शहीद परिवारहरूसँग पनि भेटघाट कार्यक्रम छ। व्यापारी र उद्योगपतिहरू पत्रकार साथीहरूसँग पनि त्यहाँ भेटघाट कार्यक्रम रहेको छ। विद्यार्थी खेलाडीहरूसँगको भेटघाट कार्यक्रम रहेको छ र प्रादेशिक अस्पताल कलैयाको अवलोकन कार्यक्रम पनि रहेको छ। त्यसै गरी विशेषतः फेरि हामी अगाडि बढ्दै जाँदाखेरि 3 बजे पर्सौनीमा जनसभा रहेको छ र त्यो जनसभालाई सम्बोधन गर्दै अन्य केही गतिविधिहरू गर्दै अनि त्यहाँ हामीले विदाई कार्यक्रम रहेको छ र हामी 25 गते 5 बजे अध्यक्ष कमरेडको टोली केन्द्रीय पदाधिकारी सहितको टोलीलाई पर्सा जिल्लामा हामी विदाई गर्दैछौँ। माननीय कमरेड अध्यक्षज्यू प्रचण्डज्यू अहिले 77वटा जिल्ला घुमिरहनु भएको छ, आफ्नो जनताहरूसँग भेटघाट गरिरहनु भएको छ। यसको मुख्य उद्देश्य चाहिँ के होला त? धन्यवाद। खास गरी 2064 र 2070 गरेर 2 पटक संविधान सभाको चुनाव सम्पन्न भएपछि 2072 सालमा नयाँ संविधान निर्माण भएको छ। नयाँ संविधान अन्तर्गत 3 तहको सरकार निर्माण हुँदै गर्दा कार्यान्वयनमा अगाडि बढ्दै गर्दा खास गरी केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गठन भएर अगाडि बढ्दै गर्दा कार्यान्वयन गर्दै गर्दा अत्यन्तै राम्रो पनि भएको छ। तर यो भित्र धेरै खालका गुनासाहरू, धेरै खालका विकृति विसङ्गतिहरू पनि देखा परिरहेको छ र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आज जति पनि गणतन्त्र, समानुपातिक, समावेशी, धर्मनिरपेक्ष लगायतका एजेन्डाहरूको मूल वाहक, मूल शक्ति हुँदाहुँदै पनि आज यहाँसम्म आउँदाखेरि जो हामी सबै कुराहरू देखिरहेका छौँ, अझै पनि जनताहरू सन्तुष्ट हुन सकिरहेको छैन।
त्योभित्र धेरै कमजोरीहरू पनि देखा परिरहेको छ। त्यसो हुँदा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिमा व्यापक समीक्षा गर्दै कि वास्तवमा अब जनताको बिचमा हामी जान जरुरी छ, जनताबाट सिक्न जरुरी छ, जनताका दुःख सुखहरू नजिकबाट अवलोकन गर्न जरुरी छ र अहिलेसम्म भएका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारहरूले गरेका विकास निर्माणका कामहरूको पनि अवलोकन गर्न जरुरी छ भनेपछि हामीले यो हुलाकी मार्ग अन्तर्गत यो जनतासँग माओवादी र माओवादी तराई मधेस जागरण अभियान जो सुरु भएको छ, यसमा सम्पूर्ण स्थानीय तहका सरकारहरूसँग पनि भेटघाट रहन्छ। पत्रकारदेखि लिएर सबैको सल्लाह र सुझाव झापादेखि कञ्चनपुरसम्म पुग्दाखेरि, चैत्र 9 गतेसम्म पुग्दाखेरि यो सबै विषयवस्तुहरू किन हामी गरिरहेका छौँ भने हामी भावी दिनमा हाम्रो पार्टीको यही मङ्सिरमा ठुलो एउटा चाहिँ वृहत महाधिवेशन पनि हुँदैछ। त्यहाँ विचार, राजनीतिक दृष्टिकोणहरूको निर्माण गर्न पनि जरुरी छ, किनभने हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विकास गर्दै, परिमार्जित गर्दै अगाडि बढ्दै फेरि हामी समाजवादी क्रान्ति, समाजवादी व्यवस्था पनि ल्याउन जरुरी छ। त्यसो हुँदाखेरि पनि विचार, दृष्टिकोण, राजनीतिकलाई अप गर्नको लागि र जनताका दुःख सुखहरूको सम्बोधन अझ कसरी हुन सक्छ। आज युवाहरू देशबाट चाहिँ पलायन भइरहेको छ, दिनानुदिन तपाईँको हजारौँको सङ्ख्यामा चाहिँ तपाईँको चाहिँ विदेशमा गइरहेको अवस्था छ। यी समग्र कुराहरूलाई कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयवस्तुको चिन्तन मनन पनि छ र जनताको राय सल्लाह सुझावबाट अगाडि बढ्ने, जनदिशा, जनताको चाहिँ चाहना, भावनालाई पनि सम्बोधन गर्नको लागि पनि यो अहिलेको यो हाम्रो जनतासँग माओवादी र तराई मधेस जागरण अभियानको मूल मर्म रहेको छ। र बारा जिल्लाको हकमा जसरी मैले कचरोवाको स्वागत कार्यक्रम 24 गते 4 बजे मैले विवरण अघि भनि नै सकेँ, यो सम्पूर्ण जिल्लाभरि हुने कार्यक्रमहरूमा हाम्रो बारा जिल्लाका आदरणीय सम्पूर्ण यो परिवर्तनकारी बारा जिल्लाका जनसमुदायहरूलाई अनुरोध गर्न चाहन्छु, यो या त्यो पार्टी नभनिकन एउटा चाहिँ राष्ट्रनायक, एउटा क्रान्तिका नायक, एउटा जनयुद्धका तपाईँको चाहिँ कमान्डर र अहिले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टीका अध्यक्ष आइराख्नु भएको छ र सिङ्गो केन्द्रीय पदाधिकारी आइरहेको छ। कहीँ न कहीँ यो एउटा अभियान एउटा जनताको लागि, जनताको सेवामा समर्पित हुनको लागि एउटा अवसर पनि हो। त्यसो हुँदाखेरि आफ्ना आफ्ना विचारहरू, आफ्ना आफ्ना धारणाहरू, आफ्ना आफ्ना कदमहरूलाई पनि तत्त कार्यक्रमहरूमा समावेश हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। म खास गरी जिल्लाको तर्फबाट सबै चाहिँ समर्थक, शुभचिन्तक साथीहरू चाहिँ एकताबद्ध भएर लाग्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद, नमस्कार।